आमा नमस्कार। नमस्कार बाबु, नमस्कार। कस्तो छ आमा तपाईँलाई अहिले? मलाई ठिक छ बाबु, सबै राम्रो ठिक भएको छ। के भएर आउनु भएको थियो? म ढाड दुख्ने, कमर दुख्ने, पाता दुख्ने भएर आएको बाबु। ए आज कति दिन गर्नुभयो आमा यहाँ? आज 13-14 दिन जति भयो कि। 14 दिन भयो होइन? राम्रो भएको छ नि? राम्रो भएको छ बाबु, राम्रो। यहाँ सारङ्गधरमा आइसकेपछि हजुरले यहाँबाट पाउनु भएको सुविधाप्रति हजुर के सन्तुष्टि हुनुहुन्छ? सन्तुष्टि छु बाबु, म सन्तुष्टि धेरै कम पनि भएको कम भएको छ। दुख्न कम भएको छैन? यहाँ नानीहरूले बाबुहरूले राम्रो उपचार गरिदिन्छ? राम्रो गर्नु भएको छ, राम्रो गर्नु भएको छ बाबुहरूले। ल अब तपाईँको आफ्नो पनि ख्याल राख्नुहोस्, अलिकति वजन घटाउनु पर्ने छ, वजन घटाउनु पर्यो है। हस् बा हस्। ल आमा नमस्कार बाबु, नमस्कार। आमाको चाहिँ आजभन्दा 14 दिन अगाडि आउँदाखेरि दुइटै घुँडा खिएको र कम्मरको पनि हड्डी खिएको अवस्था हो र यसलाई चाहिँ हामी ओस्टियोआर्थराइटिस भन्छौँ। त्यो चाहिँ आमाको उमेरको कारणले र वेटको कारणले भएको हो। यहाँ चाहिँ हामीले विशेष गरी आमालाई यो 14 दिनसम्म चाहिँ जानुबस्ती, एक्युपङ्क्चर र फिजियोथेरापी गर्यो, जसको प्रभाव चाहिँ घुँडामा र हड्डीमा अत्यन्तै राम्रो पर्ने गर्छ। यदि हजुरहरूलाई पनि घुँडा सम्बन्धी या हड्डी खिएको कुनै पनि समस्या छ भने चाहिँ हामीलाई सम्पर्क गर्नुहोस् र हामीले हाम्रो नम्बरहरू हाम्रो डिस्प्लेमा पनि राखिदिएका हुन्छौँ। कुनै पनि आवश्यक पर्यो, जानकारी लिन मन लाग्यो भने हामीलाई सम्पर्क गर्नुहोस्। हस्, धन्यवाद।